मानिसहरू किन आत्मदाह गर्छन्? नमस्कार आदरणीय दर्शक तथा श्रोताहरू, आज विषय निकै गम्भीर छ। यो विषय सुन्दा नै मन भारी हुन्छ। केही दिन अघि नेपालमा पनि एक युवाले आत्मदाह गरेको खबरले धेरै मानिसलाई स्तब्ध बनायो। त्यसपछि धेरै मनमा एउटै प्रश्न उठ्यो, अरू धेरै विरोधका तरिका हुँदाहुँदै मानिस किन आफ्नै शरीरमा आगो लगाउँछन्? आज हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ र सबैभन्दा पहिला एउटा कुरा स्पष्ट गरौँ। यो प्रस्तुति आत्मदाहलाई समर्थन गर्नका लागि होइन। यसको उद्देश्य मानिस किन यस्तो अवस्थामा पुग्छ भन्ने बुझ्नु र भविष्यमा यस्ता दुःखद घटना कम गर्न हामीले के गर्न सक्छौँ भन्ने बारे सोच्नु हो। आगोको पीडा कति डरलाग्दो हुन्छ। यदि सामान्य रूपमा खाना पकाउँदा औँला थोरै पोलेको अनुभव सम्झनुहोस्, केही सेकेन्डको पोलाइ पनि निकै पीडादायी हुन्छ। अब कल्पना गर्नुहोस्, सम्पूर्ण शरीर आगोले घेरेको अवस्था। त्यसैले आत्मदाह कुनै सामान्य निर्णय होइन। यो क्षणिक आवेग मात्र पनि हुँदैन भन्ने होइन, तर धेरै अवस्थामा यसअघि लामो समयसम्म पीडा, तनाव, अन्याय वा निराशाको अनुभव रहेको हुनसक्छ। पहिलो कारण, मेरो आवाज कसैले सुनेन। धेरै मानिसले सुरुमा यस्तो कदम चाल्दैनन्। उनीहरूले पहिले विभिन्न बाटो अपनाउने प्रयास गर्न सक्छन्। निवेदन दिने, कार्यालय धाउने, सम्बन्धित निकायसँग कुरा गर्ने, विरोध गर्ने। तर यदि उनीहरूलाई बारम्बार मेरो कुरा कसैले सुन्दैन भन्ने महसुस भयो भने केही व्यक्तिहरू अत्यन्त निराश हुन सक्छन्। यसलाई कुनै पनि हातमा सही भन्न मिल्दैन, तर यो एउटा सम्भावित मनोवैज्ञानिक अवस्था हो। दोस्रो कारण, गहिरो निराशा। जब मानिसलाई लाग्छ अब केही बदलिँदैन, अब मेरो जीवनको कुनै अर्थ छैन, अब कसैले मलाई बुझ्दैन, यस्तो सोचले निर्णय गर्ने क्षमतालाई पनि असर गर्न सक्छ। त्यसैले मानसिक स्वास्थ्यको महत्त्वलाई हल्का रूपमा लिनु हुँदैन। तेस्रो कारण, इतिहासमा विरोधको प्रतीक। इतिहासमा केही व्यक्तिहरूले राजनीतिक, सामाजिक वा धार्मिक अन्यायको विरुद्धमा आत्मदाह गरेको उदाहरणहरू भेटिन्छन्। कतिपय घटनाले विश्वको ध्यान खिचे, बहस सुरु गराए, तर परिवर्तनको माग बलियो बनायो। तर त्यही इतिहासले अर्को कुरा पनि सिकाउँछ, परिवर्तनका लागि एउटा जीवन गुम्नु दुःखद कुरा हो। समाजले यस्तो अवस्था नै आउन नदिने प्रयास गर्नु अझ महत्त्वपूर्ण हुन्छ। चौथो कारण, मानसिक पीडा देखिँदैन। यदि कसैको हात भाँचियो भने सबैले देख्छन्, तर यदि कसैको मन भाँचिएको छ भने त्यो बाहिरबाट देखिँदैन। त्यसैले मुस्कुराइरहेको मानिस पनि भित्रभित्रै ठुलो पीडामा हुन सक्छ। हामीले मानिसलाई केवल अनुहार हेरेर होइन, उनको अवस्था बुझ्ने प्रयास पनि गर्नुपर्छ। परिवार र समाजको भूमिका। धेरै मानिसहरू कठिन समयमा केवल एउटै कुरा खोजिरहेका हुन्छन्, कसैले मेरो कुरा सुनिदियोस्। कहिलेकाहीँ केही मिनटको सहानुभूतिपूर्ण संवादले पनि ठुलो फरक पार्न सक्छ। विरोधका प्रभावकारी विकल्पहरू। अन्याय भयो भने चुप्प बस्नुपर्छ भन्ने होइन, तर जीवन जोगाएर पनि सङ्घर्ष गर्न सकिन्छ। शान्तिपूर्ण आन्दोलन, कानुनी प्रक्रिया, सञ्चार माध्यम, सामाजिक अभियान, अदालत, नागरिक समाजसँग सहकार्य, यी उपायहरूले पनि समाजमा परिवर्तन ल्याउन सक्छन्। हामीले के सिक्ने त? यदि तपाईँको वरिपरि कोही व्यक्ति अत्यन्त निराशा देखिन्छन्, अब बाँच्न मन छैन भन्ने जस्ता कुरा गर्छ वा सबैसँग सम्बन्ध तोड्न खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्, उसको कुरा सुन्नुहोस्। विश्वासिलो परिवारका सदस्य वा साथीहरूलाई जानकारी दिनुहोस्। आवश्यक परे मानसिक स्वास्थ्य सम्बन्धी सहयोग लिन प्रोत्साहन गर्नुहोस्। समयमै गरिएको सहयोगले जीवन बचाउन सक्छ। निष्कर्ष, प्रिय मित्रहरू, आत्मदाह कुनै समस्याको समाधान होइन। यो प्राय गहिरो पीडा, निराशा वा आफूलाई नसुनिएको महसुसको अत्यन्त दुःखद अभिव्यक्ति हुन सक्छ। हामीले यस्ता घटनाबाट एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्छ। समाज यस्तो बन्नुपर्छ जहाँ मानिसहरूले न्याय खोज्न आफ्नो जीवन जोखिम राख्न नपरोस्। यदि तपाईँ स्वयं वा तपाईँले चिनेको कोही व्यक्ति अत्यन्त निराशा अवस्थामा हुनुहुन्छ भने एक्लै नबस्नुहोस्। विश्वासिलो परिवार, साथी वा सम्बन्धित स्वास्थ्य कर्मीको सहयोग लिनुहोस्। सहयोग माग्नुहोस्, कमजोरी होइन, सहायता माग्नु साहस हो। जीवन अमूल्य छ, आशा कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैन। धन्यवाद। आजको यो विषय तपाईँलाई कस्तो लाग्यो? तपाईँको आफ्नो अनुभवहरू कमेन्ट बक्समा लेख्नुहोला र यस्तै महत्त्वपूर्ण भिडियोहरूको लागि, रोचक जानकारीमूलक भिडियोहरूको लागि भोइस अफ टुडे युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोला। त्यसै गरी फेसबुक पेज छ हाम्रो भोइस अफ टुडे, यसलाई तपाईँले
फलो गरिदिनुहोला। लाइक, कमेन्ट, सेयर गर्नु पनि नभुल्नुहोला। धन्यवाद।